पनि नबिराउनुहोस्, उनीहरूका हातमा कलम समात्नुहोस्। आदरणीय सभाका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, दूधका दूध र पानीका पानी निष्कास गर्ने न्यायिक मण्डलज्यू, गुरुङ तथा एवं पर्यटनमा मेरा एवं भाइ बहिनीहरूलाई सादर नमस्कार। आज यस मनकामना सेकेन्ड इङ्ग्लिस बोर्डिङले आयोजना गरेको वक्तव्यका लागि त्यसैमा मलाई दुई शब्द बोल्न मौका पाएका म असाध्यै खुसी छु। बोल्दै क्रममा केही त त्रुटि हुन सक्छ, त्रुटि भइहाल्यो म क्षमा गर्न अनुरोध गर्दैछु। आजको मेरो शिष्य रहेको छ बालश्रम, म आफ्नो मूल्य समय नगुमाइकन म आफ्नो शिष्यतिर लाग्छु। यदि स्वर्गमा पुग्ने इच्छा छ भने पहिला बालक बन्न, विश्वप्रति जेन्जीले भनेको यो कुरा साथै म महसुस र मूल्याङ्कन गर्न सकिन्छ कि नेपालमा बालश्रम अमूल्य सम्पत्ति, बहुमूल्य गहना हो र समुद्रका बलिया आधार। पढ्ने लेख्ने अनि सुन्ने भविष्यको सुन्दर पहिला बालपन हो। यो जीवन यात्राको यस्तो जीवन हो जो बितिसकेपछि फेरि फर्किएर आउँदैन। तर फिल्मलाई आज म देख्न सकिन्छ कतिपय बालबालिकाहरूले जीवित आर्जनको लागि कठोरभन्दा कठोर श्रम गर्न विरुद्ध परेका छन्। कलम समात्ने कलिला हातहरूले आज दरिला सजारहरू समातेका व्यवस्था उत्पन्न भएका छन्। यदि मात्र कहाँ हो सृजनाशील धाराहरू फैलाउँदै हिँड्नुपर्ने सृजनाशील धाराहरू फैलाउँदै चुटियानमा कोही परेको छ। यस्तो कलिलो उमेरमा रोजगार यत्र कार्य जसले बालबालिकालाई सामाजिक मानसिक शारीरिक पहुँच दिनेछ त्यसैले नै पास गर्नुहुन्छ। उदाहरणका लागि म घरबाट विद्यालय र विद्यालयबाट घर प्रक्रियामा अवलोकन गर्न सकिन्छ कि होटलका साफ सफाइले जो आफ्नै छोराछोरीलाई भन्छ ए बाबु तैँले राम्रोसँग पढ, तैँले आफ्नो बाबाको पनि राम्रोसँग गर्नुपर्छ। अनि त्यही साफ उमेरका बालबालिकाले श्रम गराउनेछ र बाटामा जानुपर्छ। अब यहाँ महसुस गर्न तपाईँहरूले नेपालमा कतिवटा गलीहरू छन् र त्यो गलीहरूभित्र कतिवटा होटलहरू छन्। अब आफै महसुस र मूल्याङ्कन गर्न सकिन्छ कि नेपालमा बालश्रम जोड्दो विषय हो भने जाति मात्र कहाँ हो जो नेपालमा समाजले नबालिकालाई पनि विशेष भिडाउने बाटोमा टुङ्ग्याइरहेको छ। आखिर यस्तो किन विशेष गरी गाउँमा गरिबी कारण बलियो कारण हो। त्यसकारण गोबर हात र बलियो नीति तथा बालबालिकाको बालबालिकाले आफ्नो गाउँमा क्षेत्र नपुगेको कारण घरबाट निस्किएर झुकिने काम हुन सम्भव हुनेछ। अब म अन्तमाथि भन्दै अब मञ्चबाट बिदा लिन चाहन्छु।